यदि तपाई जापानमा हुनुहुन्छ, साउथ कोरिया घुम्न जाने सोच्दै हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। आजको भिडियोमा म तपाईलाई स्टेप बाइ स्टेप देखाउने छु कुन वेबसाइटमा जाने, फर्म कहाँ पाइन्छ, कुन डकुमेन्ट चाहिन्छ र कसरी एप्लाई गर्ने, कति समय लाग्छ र नेपालीहरूले सबैभन्दा गर्ने मिस्टेकको बारेमा चाहिँ म तपाईलाई आज कुरा गर्नेछु। पहिले एउटा कुरा फर्म के हो भनेर बुझौं। धेरैले यसलाई सोच्नुहुन्छ मसँग जापानको रेसिडेन्ट कार्ड छ त्यसैले कोरिया सजिलै जान पाइन्छ, तर वास्तविकता त्यस्तो चाहिँ हुँदैन। यदि नेपालको पासपोर्ट तपाईसँग छ भने तपाईले पहिला नै भिजाको लागि चाहिँ सिन्से गर्नुपर्ने हुन्छ। नेपालको पासपोर्ट तपाईले युज गरिराख्नु भएको छ भने साउथ कोरिया टुरिस्ट भिजामा जानको लागि चाहिँ एप्लिकेसन चाहिँ पहिला नै दिनै पर्छ। यदि तपाई स्टुडेन्ट, वर्किङ, डिपेन्डेन्ट वा बिजनेस भिसामा जापानमा बस्दै हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। यो भिडियो तपाईको लागि हो। यदि तपाईको रेसिडेन्ट कार्ड रिन्यू भइरहेको छ भने तपाईले एप्लाई नै दिन पाउनुहुन्न। किन हो म पछि बताउँछु। कोरियाको भिजाको लागि सर्ट टर्म पिरियडको लागि चाहिँ 3 वटा प्रकारको भिजा रहेको छ। सबैभन्दा पहिला कुरा गरौँ C31 कम्पिटिसन, इभेन्ट्स, ग्यादरिङ र पार्टिसिपेट लिनका लागि तपाईले यो भिजा युज गर्न सक्नुहुनेछ। अर्को रहेको छ C34, यो भिजा बिजनेस मार्केट, इन्भेस्टिगेसन, नेभिगेसनका लागि चाहिँ युज गर्ने भिजा रहेको छ। त्यसैगरी अर्कोमा कुरा गरौँ C39, यो भिजा सामान्यतया टुरिस्टका लागि र यही आजको भिडियोको एकदम इम्पोर्टेन्ट विषय रहेको छ। त्यसैले यो भिडियो नछुटाइकन हेर्नु होला, तपाई छर्लङ्ग हुनुहुन्छ। टुरिस्ट भिजा एप्लाई गर्दा कम्तीमा 20 दिन बाँकी छँदा एप्लाई गर्नुपर्ने हुन्छ। हतारमा जाने योजना बनाउँदै हुनुहुन्छ भने टाइम ड्युरेसनको बारेमा चाहिँ ख्याल राख्नु होला, किनभने यो पहिले हामीले सिन्से गर्ने भएको भिजा हुनाले तपाईले चाहिँ वेटिङ गरेर भिजा लिइसकेपछि मात्र तपाई कोरिया जाने हो। रेसिडेन्ट कार्ड एप्लाई भइरहेको छ भने एप्लाई पुरा नभएसम्म चाहिँ सिन्से दिन चाहिँ पाइदैन र एप्लाई भएको बेलामा कार्डमा कम्तीमा 3 महिनाको भिजा चाहिँ बाँकी हुनुपर्छ। अब मुख्य कुरा गरौँ डकुमेन्टको बारेमा। तपाईको जापानमा भएको भिजा स्ट्याटसको अनुसार फरक हुन सक्छ। यदि वर्किङ भिजा, स्टुडेन्ट भिजा, पर्मानेन्ट रेसिडेन्ट वा फ्यामिली स्टे सबैको लागि अलग अलग लिस्टहरू हुन्छन्, तर सामान्यतः चाहिने कुराहरू चाहिँ यस्तो रहेको छ। भ्यालिड पासपोर्ट प्लस कपी, जापानको रेसिडेन्ट कार्ड प्लस कपी, प्लस तपाईको कम्तीमा 3 महिनाको चाहिँ भिजा ड्युरेसन चाहिँ हुनुपर्छ। यदि तपाईको रेसिडेन्ट कार्ड एप्लाई भइरहेको छ भने त्यो चाहिँ मान्ने हुँदैन। अनि भिजा एप्लिकेसन फर्म र त्यसपछाडि पासपोर्टको साइज रहेको छ 3.5 बाइ 4.5, 35 बाइ 45 mm। पछिल्लो केही महिनाको ब्याङ्क स्टेटमेन्ट वा ट्रान्ज्याक्सनको हिस्ट्रीहरू चाहिँ देखाउन सकिन्छ। अनि तपाईले अहिले काम गर्दै गरेको ठाउँबाट जाइसकेपछि मेसो पनि लिन जरुरी छ, जसमा तपाईको कम्पनीको चाहिँ छाप बकाइदा भएको हुनुपर्छ। अनि त्यसपछि तपाईको फ्लाइट रिजर्भेसन, होटल बुकिङ वा इन्भिटेसन लेटर। यदि कसैको घरमा बस्ने हो भने तपाईको व्यक्तिगत अवस्था अनुसार एडिसनल डकुमेन्ट पनि माग्न सक्छ। अब सबैभन्दा धेरै सोधिने क्वेशनको बारेमा कुरा गरौँ। फर्म कहाँबाट डाउनलोड गर्ने र म आफै अनलाइनबाट एप्लाई गर्न सक्छु कि सक्दिनँ। सबैभन्दा सेफ तरिका भनेको तपाईँ साउथ कोरियाको एम्बेसी इन जापानमा भएको जुन अफिसियल वेबसाइटमा जानुहोस् र त्यहाँ गएर तपाईले चाहिँ लेटेस्ट भिजाको बारेमा सर्च गरेर रिक्वायरमेन्ट्सहरू चाहिँ हेर्न सकिन्छ। अनि त्यहाँ रहेको चाहिँ तपाईले फर्म डाउनलोड गर्न सक्नुहुनेछ। लिङ्क चाहिँ मैले डिस्क्रिप्सनमा राखेको हुनेछु, तपाईले त्यहाँ गएर चाहिँ हेर्नु होला। र अर्को कुरा अपोइन्टमेन्ट चाहिन्छ कि चाहिँदैन भनेर पनि त्यही वेबसाइटमा लेखिएको हुन्छ, त्यहाँ मजाले हेर्न सक्नुहुनेछ। यदि फर्म तपाईले वेबसाइटमा भेट्नु भएन भने अन्य कुनै वेबसाइटमा गएर डाउनलोड चाहिँ नगर्नु होला। अब तपाईले फर्महरू त डाउनलोड गरिसक्नुभयो, भर्नुभयो, अब चाहिँ एप्लाई गर्नलाई अनलाइनबाट हुन्छ कि हुँदैन भन्ने लाग्छ भने अनलाइनबाट चाहिँ तपाईको सिन्से गर्न मिल्दैन, किनभने तपाईको आइडेन्टिटी भेरिफिकेसनको लागि चाहिँ तपाई मादोगुचीमै जानुपर्ने हुन्छ। प्रोसेसहरू कस्तो हुन्छ भन्दा तपाई मादोगुचीमा जानुभन्दा पहिला सबैभन्दा पहिला तपाईले डकुमेन्टहरू रेडी गर्नुहोस् र आवश्यक भएमा चाहिँ अपोइन्टमेन्ट लिनुहोस्। त्यो भयो भने चाहिँ तपाई गएको त्यो बेलामा चाहिँ मजाले फर्महरू सबमिट गर्न सक्नुहुनेछ। र अफिस जानुहोस् र कन्सल्ट गर्नुहोस् अनि तपाईले सबमिट गर्नुहोस् डकुमेन्ट। अनि त्यहाँ चाहिँ फीहरू चाहिँ पे गर्नु होला। अनि त्यसपछि तपाईको एप्लिकेसन चाहिँ रिभ्यूको लागि चाहिँ जान्छ। लगभग 6 देखि 7 दिन, लगभग 1 हप्ता चाहिँ लाग्न सक्छ। तपाईको डकुमेन्ट रिभ्यू भइसके पछाडि 3 दिन भित्र चाहिँ तपाईको पासपोर्ट चाहिँ फिर्ता पाइन्छ। सबै मिलाएर सामान्यतया 10 देखि 12 दिन जस्तै लाग्न सक्छ। यो पर्सनल कन्डिसन र एप्लिकेसन सबमिट गर्ने बेलामा चाहिँ बिजी कतिको छ त्यो अनुसार चाहिँ फरक पर्न सक्छ। टोकियोको एम्बेसीको सर्भिस शुल्क झन्डै 16,500 येन हो। त्यसमा कन्सुलर भिजाको शुल्क थपिन्छ। तपाईको नेसनालिटी अनुसार चाहिँ फरक हुन्छ। त्यसैले फी बुझाउन अघि आफ्नो कन्सुलर साइटको वेबसाइटमा गएर चाहिँ चेक गर्नु होला। यति भइसकेपछि तपाईले ट्राभलको लागि चाहिँ अगाडि जुन फ्लाइट, होटल, ट्राभल इन्स्योरेन्स राम्रोसँग अपोइन्टमेन्ट लिनुहोस्। एयरपोर्ट जाँदा पासपोर्ट, रेसिडेन्ट कार्डहरू चाहिँ यो कुराहरू चाहिँ नछुटाउनु होला।
र भिजा अनि होटेल बुकिङ र रिटर्न टिकट पनि तपाईले कपी साथमा लैजानु पर्ने हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भिजाको नियम, भिजाको फी, डकुमेन्ट, प्रोसेस समयमा परिवर्तन हुन सक्छ। त्यसैले तपाईले एप्लाई गर्नुभन्दा केही दिन अगाडि चाहिँ एम्बेसीको वेबसाइट जुन कन्सल्टको लागि चाहिँ तपाईले सिधै फोन पनि गर्न सक्नुहुनेछ या वेबसाइटतिर पनि हेर्न सक्नुहुनेछ, किनभने सानो डकुमेन्टहरू चेन्ज हुन सक्छ। वेबसाइट चेक गर्नु होला, लिंक चाहिँ डिस्क्रिप्सनमा राखेको हुनेछु। जापानदेखि कोरिया टुरिस्ट भिजाको लागि चाहिँ लिने प्रोसेसहरू यति नै रहेको छ। यो प्रोसेस भित्र तपाईलाई केही नजानेको त्यस्तो छ भने या नबुझेको त्यस्तो छ भने कमेन्ट गर्नु होला। फुल भिडियो चाहिँ हेरिसक्नु होला, पछि त्यसपछि कमेन्ट गर्नु होला। लिंक डिस्क्रिप्सनमा राखेको हुनेछु, त्यहाँ गएर पनि होम पेजहरू चाहिँ चेकआउट गर्नु होला। यदि भिडियो मन पर्यो भने सेयर गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र साथमा रहेको बेल आइकन थिच्न सक्नुहुनेछ। अनि तपाईँ जापानदेखि क्यानाडा कसरी जाने भनेर अन्यलमा हुनुहुन्छ भने फुल भिडियोको लागि चाहिँ तपाईले यो भिडियो हेर्न सक्नुहुनेछ। धेरै धेरै धन्यवाद।